काठमाडौँमा चाहिँ कसरी रुम खोज्ने, कहाँबाट खोज्ने, कसरी चाहिँ सजिलो हुन्छ, यो चाहिँ मलाई धेरैले डिएम गर्नुभएको थियो। धेरैको क्वेसन चाहिँ यही नै रहेको थियो। तर मैले पनि यो रुमहरू चाहिँ दलालबाटै खोजेको हो। अनि मैले चाहिँ 500 रुपियाँ तिरेको थिएँ सुरुमा फर्म भर्नुको लागि। अनि त्यसपछि चाहिँ मैले फेरि उहाँहरूले खोजिदिनु भइसकेपछि चाहिँ 3000 रुपियाँ चाहिँ मैले पेमेन्ट गरेको थिएँ। धेरै जसो 80% मान्छेहरूले चाहिँ ठग्नु हुँदो रहेछ। कतिजनाले चाहिँ मैले कतिचोटि गरिसकेँ, कतिचोटि तिरिसकेँ। उहाँहरूले रुम चाहिँ खोजिदिन्छु भन्नुहुन्छ, तर फोन पनि उठाउनुहुन्न, अलाङ टलाङ गर्नुहुन्छ। मलाई पनि खोजिदिनु न भन्नुभएको थियो, तर मैले पनि त्यसरी नै खोजेको हो। तर मैले चाहिँ राम्रै मान्छे पाएछु, त्यही भएर खोजिदिनु भयो। तर सबैले त्यसरी नै खोजिदिनुहुन्छ भन्ने चाहिँ छैन। बुझेर राम्ररी ब्रोकर एकाउन्ट कुनैले त अब राम्रै खोजिदिनुहुन्छ। उहाँहरूलाई चाहिँ तपाईँहरूले कन्ट्याक्ट गर्नु होला। मसँग नम्बर चाहिँ पहिला चाहिँ थियो, मैले अहिले चाहिँ त्यो डिलिट गरिदिएँ नि त पछि, त्यही भएर मसँग उहाँको चाहिँ छैन। मलाई चाहिँ खानेकुराहरू पकाउनु चाहिँ एकदम मजा लाग्छ। म पहाड भोजपुरमा हुँदा चाहिँ धेरै किसिमकोहरू के बनाइराखेको हुन्छु। त्यही भएर मलाई चाहिँ त्यति साह्रो अल्छी त लाग्दैन। तर पनि कलेजबाट चाहिँ ढिलो आउँदाखेरि चाहिँ म भ्याउँदिनँ नि त। त्यही भएर चाहिँ म कहिलेकाहीँ अब चाउचाउहरू नै धेर खाएर चाहिँ बसेको हुन्छु। तर आज चाहिँ मैले खाना पनि पकाएँ, अनि मासु पनि पकाएँ। अनि मैले चाहिँ मासु मजाले खर्याएँ, अनि त्यसमा चाहिँ मेथीहरू पड्काएँ, अनि मजाले नुनहरू पनि हालेँ, अनि मसलाहरू टमाटरहरू सबै हालेर चाहिँ मजाले पकाएँ। अनि टमाटर र मसला मात्र हालेको पनि यस्तो दामी भएको थियो। हेर्नुहोस्, मैले अदुवा लसुनहरू केही नहालेको यस्तो दामी भएको थियो। अनि मैले एउटा थालमा चाहिँ खाना पस्किएँ, अनि खानासँगै मैले पकाएको मासु पनि हालेँ। अनि मासु चाहिँ एकदम दामी भएको थियो। तपाईँहरूले सोच्नु पनि सक्नुहुन्न, एकदम दामी 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 भएको थियो। मैले खाएँ र मैले चाहिँ एकछिन मजाले पढेँ, अनि एकछिन बाहिर पनि